मैले चाहिँ आज यो माइक्रोसफ्ट रिवार्ड्स माइक्रोसफ्टबाट चाहिँ एउटा सर्भिस छ माइक्रोसफ्ट रिवार्ड्स भन्ने, त्यसको बारेमा आज कुरा गर्नको लागि चाहिँ भिडियो बनाएको। त्यसको लागि चाहिँ तपाईसँग माइक्रोसफ्ट एज ब्राउजर हुनुपर्छ। त्यसमा चाहिँ कुनै पनि इमेल बनाएर लगइन गर्नु पर्यो। त्यसपछि चाहिँ तपाईले चाहिँ ब्राउजरमा तपाई सर्चमा गएर चाहिँ माइक्रोसफ्ट रिवार्ड्स भनेर सर्च गर्नु पर्यो। त्यो पहिलो बटनमा अप्सनमा क्लिक गर्यो भने तल गयो भने चाहिँ त्यहाँ भ्यू ड्याशबोर्ड भन्ने अप्सन हुन्छ, त्यहाँमा चाहिँ क्लिक गर्नु पर्यो। तपाईहरुको त्यो ड्याशबोर्ड खुल्छ। त्यसपछि मैले त अब धेरै टास्कहरु गरेर पोइन्ट कलेक्ट गरिसकेको छु। त्यो डेली टास्कहरु हुन्छ, विकली टास्कहरु हुन्छ। त्यो सब कम्प्लिट गर्यो भने चाहिँ तपाईहरुलाई चाहिँ पोइन्ट मिल्छ हैन। सर्च गरेपछि एउटा सर्चको 3 पोइन्ट हुन्छ। त्यस्तो धेरै अप्सनहरु हुन्छ, त्यहाँ चाहिँ हेर्न मिल्छ। पीसीबाट गर्यो भने एउटा दिनमा 90 सम्म पोइन्ट ल्याउन सकिन्छ, 3 पोइन्ट्स पर सर्च। अनि सेम चाहिँ मोबाइलबाट 60 पोइन्ट्स पर डे, 3 पोइन्ट्स पर सर्च। त्यस्तै हुन्छ। म चाहिँ अहिले चाहिँ लेभल 2 मा पुगेछु। मेरो चाहिँ टोटल 8851 पोइन्ट्स छ। 43 डेज सम्म चाहिँ मैले रेगुलर स्ट्रिक मेन्टेन गरेछु हैन। यस्तो हुन्छ। रिडिम भन्ने अप्सनमा गयो भने चाहिँ रिडिम स्ट्याटस धेरै अप्सनहरु छ। त्यहाँ रिफर एन्ड अर्न भन्ने पनि छ। सो सर्चमा गयो भने चाहिँ त्यहाँ धेरै अप्सनहरु छ। त्यो ड्याशबोर्ड छ, त्यहाँ छ। त्यहाँ छ त्यो 3टा सर्च गर्यो भने बिङ एपबाट गरे नि 3 पोइन्ट मिल्छ। त्यस्तो धेरै छ। त्यहाँमा हेर्न सक्नुहुन्छ तपाईहरुले। जति गर्यो सर्च त्यति पोइन्टहरु बढ्दै जान्छ। त्यसपछि चाहिँ रिडिममा जानुभयो भने चाहिँ त्यहाँ चाहिँ हुन्छ धेरै अप्सनहरु हामी चाहिँ जो रिडिम गर्न। त्यसपछि चाहिँ रिफर एन्ड अर्न भन्ने अप्सन पनि छ, जसमा चाहिँ हामी चाहिँ लिंक चाहिँ कसैलाई शेयर गरेर चाहिँ उनीहरुले सर्च गरेकोबाट नि हामीले कमाउन सक्छौं पोइन्ट। मैले चाहिँ टोटल 552 पोइन्ट्स कमाएको छु। एन्ड हामीलाई चाहिने चाहिँ यो स्ट्याटस भन्ने नि हुन्छ। त्यहाँमा चाहिँ देखाउँछ हामीलाई सबै आफ्नो स्ट्याटस पनि देखाउँछ। हामीहरु कुन लेभलमा छौं, के छ, कस्तो छ, सबै कुराहरु हाम्रो ब्याजहरु देखि लिएर यताउति धेरै हुन्छ कुराहरु त्यहाँमा तपाईले हेर्न सक्नुहुन्छ। हामीलाई मेन चाहिने भनेको रिडिम पार्ट हो। रिडिममा चाहिँ सो डाइरेक्ट अप्सन त हुँदैन हाम्रो भ्यालुएन्ट पोइन्ट लिने। हामीले चाहिँ लिग अफ लेजेन्डको पोइन्ट नै रिडिम गर्नुपर्छ। 100 को लागि चाहिँ वी नीड 2000 पोइन्ट एन्ड 505 को लागि 6500 पोइन्ट्स। लेटर अन वी क्यान रिडिम भ्यालुएन्ट पोइन्ट्स विथ द कोड वी गेट थ्रु हियर। यसको लागि चाहिँ रिडिम गरेपछि चाहिँ हाम्रो नम्बर हाल्नुपर्छ जस्ट फर द भेरिफिकेसन, अरु केही पनि हैन। सो यो गर्यो भने नम्बर हालेर सेन्ड गर्यो भने चाहिँ हामीले एउटा ओटिपी पाउँछौं। त्यो हालेर चाहिँ भेरिफिकेसन गर्न मिल्छ। त्यही हो यसमा भनेको। अब कल भनेको चाहिँ कल भन्दा बेटर त नम्बर नै राम्रो होला। त्यहाँबाट कन्ट्याक्ट युज गर्ने अनि आफ्नो नम्बर हाल्ने। तपाईहरुले आफ्नो नम्बर हाल्दा हुन्छ जुन तपाईहरुलाई बेटर लाग्छ। त्यसपछि चाहिँ अनि सेन्ड गर्दा हुन्छ। सेन्ड गर्यो भने चाहिँ केही टाइममै छिटै आउँछ, ओटिपी आइहाल्छ। 5 डिजिट कोड आउँछ, फोनमा हुन्छ। अनि त्यो चाहिँ त्यहाँ हान्ने भने चाहिँ कम्प्लिट माई अर्डर केही टाइममा आउँछ ओटिपी। मेरोमा अलि टाइम हुन्छ एकछिनमा। त्यहाँ ओटिपी हान्ने अनि कम्प्लिट माई अर्डर गर्ने। कम्प्लिट माई अर्डर गरेपछि चाहिँ हामीलाई चाहिँ इमेलमा भेरिफिकेसन आउँछ एकचोटी सक्सेस भयो भनेर। यो रिवार्ड इज रेडी अन द वे यति भनेर आएको छ हैन। अनि अब हामीले चाहिँ
मेलमा चाहिँ आउँछ कन्फर्म भयो भनेर यसरी अर्डर एस्टिमेट हेर्न मिल्छ। अनि पछि चाहिँ 24 आवर्स भनेको छ। सो मेलमा नोटिफिकेसन नै आउँछ अर्डर कन्फर्म भयो भनेर, र प्लस हामीलाई कोड नै आउँछ त्यसमै। त्यो कोडले चाहिँ यदि त्यहाँ कोड आएन भने त्यो सेन्ड कोड भनेर त्यहाँ क्लिक गऱ्यो भने त्यही दिन्छ। सो त्यो कोड आउँछ, त्यो कोड चाहिँ हामीले चाहिँ रिडिम गर्न मिल्छ भ्यालिडेटरमा गएर इजिली। यसरी मेल नै आउँछ, मेलमै आउँछ कोडहरू। मैले 2-3वटा रिडिम गरेको थिएँ, यसरी त्यो कोड आउँछ, त्यसलाई चाहिँ कपी गरेर अनि भ्यालोरेन्ट खोलेर भ्यालोरेन्टको चाहिँ अब त्यहाँ सेटिङमा गएर सेटिङमा गयो नि हुन्छ, डाइरेक्ट उता माथि त्यही बाई गर्ने अप्सनमा गएर त्यहाँ चाहिँ प्रिपेड कोड्स भन्ने हुन्छ नि, त्यो अप्सनमा गएर त्यहाँ चाहिँ आफ्नो चाहिँ त्यो जुन कोड हामीले पाएको छौँ त्यो कोड चाहिँ हालेर वी क्यान गेट भ्यालोरेन्ट पोइन्ट्स इजिली। 475 पाएँ, इजी छ। अनि त्यसबाट अब जे मन लाग्यो स्किन किन्न पाइयो, आफ्नो मर्जीको तरिका त्यही हो। अब जति तपाईँहरूले गर्न सक्नुहुन्छ सर्च गरेर त्यति तपाईँहरूले बढी रिडिम गर्न सक्नुहुन्छ, त्यही हो। दिस इज द वे।